फेरि कति देखायो भन्नुहुन्छ होला यार। खान्छौँ यस्तै अनि देखाउनुपर्छ यस्तै। म यस्तै भान्सामा काम गर्ने हो अनि यस्तै देखाउनु परेन त होइन। जान्छ खाँदै जान्छ अलिक भात चाहिँ धेर पस्के जस्तो लाग्छ। मासु त फेरि मासु लभर हो। ओके थ्याङ्क यू, बाई बाई। मिठो मिठो है। आज फेरि कति देखायो भन्नुहुन्छ होला यार। खान्छौँ यस्तै अनि देखाउनुपर्छ यस्तै। म यस्तै भान्सामा काम गर्ने हो अनि यस्तै देखाउनु परेन त होइन। लिम्बू धनियाँ खै खै हेर यसरी यसरी फ्राई गर्छ स्लोमा। यति छ है आज फेरि। कति 1 किलोभन्दा बेसी होला नि लिम्बू। यति हुन्छ आज हाम्रो खाना। लिम्बू सेफले यस्तो बनाइसक्यो मेरो भाइले। यता फुलकोपी पनि मिसाउने अरे ल यस्तो भात चाहिँ मैले पस्केको छु नि। फेरि बगाल पस्केको छु। फेरि लिम्बू भाइले आज फेरि मासु र के अरे फुलकोपी फेरि खुवाई। फेरि यस्तो हुन्छ नि के भन्नु र लिम्बू। यति जान्छ खाँदै जान्छ अलिक भात चाहिँ धेर पस्के जस्तो लाग्छ। मासु त फेरि मासु लभर हो। एक खाल यति जान्छ भात भन्नु सब्जी धेरै। अब बस्ने हो। गम गम खाने हो है त। यति कस्तो छ खुवाई कस्तो छ। ओके सुरु गरेँ है। ओके मिठो। ओके अघि भात थोरै धेरै जस्तो लाग्थ्यो। अहिले त कम हुन थालिसक्यो। यति सकिन लागिसक्यो। अनि सब्जी मासु मिठो भएपछि बवाल भइहाल्छ। मिठो साह्रै मिठो लिम्बू। गम मुसेर राख्नुपर्छ बाबा। साह्रै मिठो। अस्ति एउटा साथीले भन्दै हुन्थ्यो किन लुकेर खाएको भात भनेर। अनि अर्को चम्चाले टेबलमा बसेर चम्चाले खाइँदैन, हातले खाइन्छ। अनि यसरी खायो भने त फेरि मारिहाल्छ। फेरि क्लाइन्टले देख्यो भने अलिक नराम्रो हुन्छ। मार्न त मार्दैन, अलिक आफूलाई डर लाग्छ। त्यही भएर यसरी खाइन्छ नि त। अनि कहाँबाट बाहिर बसेर यसरी खाँदाखेरि मात्रै स्वाद आउँछ। अनि भगवान् सक्छ। लाग्छ होइन भात मोटाइसक्यो। डाइटिङ गरौँ भन्छु। अब लिम्बू भाइले फेरि यस्तो मिठो बनाइहाल्छ। फेरि खानु मलाई हाल्छ। ओके ल ओके थ्याङ्क यू, बाई बाई। मिठो मिठो।